माओवादीमा लाग्नुको कारण चाहिँ मेन कारण के हो भने मेरो आमा निर्दोष हो। मैले भनेको कुरा मेरो आमा निर्दोष हो। बुवा माओवादीमै हुनुहुन्थ्यो, उहाँ त अब आज मर्नुहुन्थ्यो कि भोलि मर्नुहुन्थ्यो, बुवाको ऊ भएन मलाई होइन। किनभने उहाँ अब उहाँको ठाउँमा सही होला, तपाईँहरूको ठाउँमा गलत होला। उहाँ आफ्नो एउटा चाहिँ लाइनमा हिँड्नु भएको थियो। बुवाको हामीलाई टेन्सन भएन, तर मेरो निर्दोष आमा हामीलाई चाहिँ पाल्ने आमा चाहिँ मारिदिया हुन् पुलिसले। बुवा आमा नै मारिदिया हुन्। बुवा आमा नै मारिदिया हाम्रो आँखा अगाडि मारिसकेपछि त्यही बदला लिन म लागेँ हुँ। त्यो अफिसरको अगाडिको जवाब हो तपाईँको यो? त्यो मेरो त्यो अफिसरको अगाडिको जवाब भयो। त्यसपछि अनि त्यसले के भन्यो भने बदला लिन त माओवादीमा नगएर आर्मीमा आए पनि त लिन सकिन्थ्यो भनेर चाहिँ त्यसले त्यो क्वेसन गर्यो। गरिसकेपछि तपाईँ र उमा के फरक छ? तपाईँ पनि सरकारको नुन पानी खाएको हो, ऊ पनि सरकारकै नुन पानी खाएको हो। वर्दी त सरकारकै लाउनु भएको छ तपाईँहरूले। अनि चाहिँ एउटा वर्दी लाएको सिपाहीले अर्को वर्दी लाएको सिपाहीलाई चाहिँ उ गर्दाखेरि चाहिँ त्यो ऊ दिन्छ त्यो दिँदैन, राज्यले त्यो तपाईँहरूको कानुनले दिँदैन। तिनी क्वेसन नगर्नुहोस् मसित भन्ने कुरा मैले गरेँ। गरिसकेपछि अब ठुलो भाग खाने भने गयो त्यस खाइछ। अब तँलाई त आज मार्छ कि भोलि मार्छ, यहीँ मार्छ अब भिर्ते भने ल ठिकै छ। मृत्यु मुक्ति भनेर चाहिँ मैले कसम खाइनँ। म चाहिँ कफन बानीले हिँड्याउ मान्छे हुँ, मलाई मर्नदेखि डर छैन भन्न मैले भने। त्यसपछि यो कठोर रहेछ भन्यो। अनि चाहिँ त्यो गयो। त्यो गइसकेपछि अर्को त्यो खाना ल्याइन आयो एउटा। त्यो खाना आँखा बिहानको कुरा होइन सर? भोलिपल्ट बिहान। भोलि बिहान हजुर। हिजो बिहान 10 बजीतिर तपाईँ गिरफ्तार हुनुभएको छ? गिरफ्तार पऱ्यो। साँझ केही पनि भएन, त्यहाँ त्यति खाल्टामा लग्यो। त्यसपछि मलाई चाहिँ खाल्टामा हालिसकेपछि मैले मच्छर भन्ने थाहा पाएको थिएन। हेर्नुहोस्, खाल्टामा फालिसकेपछि पुरै अब मच्छरले उठाउँछु जस्तो गरी टोके। तर अब त्यो टोगाइ पनि चाहिँ त्यो अनुभूति भएन मलाई। किनभने त्यहाँ त मलाई त मर्नै छु, अब मलाई त मार्ने नै छ नि भन्ने हो। तर मलाई चाहिँ त्यतिखेर चाहिँ एउटा के थियो भने मेरो दिमागमा म सार्वजनिक ठाउँमै गिरफ्तार भएको छु। कतै चाहिँ सार्वजनिक कतै न कतै त कुनै न कुनै चाहिँ अब म सार्वजनिक त भएको हुँला। सार्वजनिक भएपछि त मेरो खोजी निधि त होला, पक्कै पनि कानुनले गर्ला। त्यस्ता खालका कानुनहरू धेरै हुन्छन् भन्ने मलाई त्यो चाहिँ फिलिङ भइरहेको थियो। हजुर। त्यसपछि अनि त्यहाँबाट प्रत्येक दिन खाना लिन जान्छ। त्यो पिपा भन्ने रहेछ नि, खाना लिन जानेले पनि चाहिँ लात्तेले हानेकै छ। अर्को चाहिँ कोही पानी खुवाउन जानेले पनि लात्तेले हानेकै छ। कोही दिसा पिसा लग्न जानेले पनि लात्तेले हानेको छ। माड भन्ने कुरा त त्यो के हो र त्यो पछि पहिला अलिअलि चोट लाग्थ्यो, पछि त त्यो शरीरले थाहा पाउँदैन। त्यस्तो चाहिँ शरीर उ भइसकेको थियो। त्यो दोस्रो दिनबाटै तपाईँलाई चाहिँ शारीरिक यातना दिन सुरु गरिदियो? सुरु भयो। अफिसरले गरेन? पहिलो दिनबाटै भइयो सुरु त। त्यो जब खाल्डामा हाल्यो नि त्यही साँझ पनि भइयो। त्यही साँझबाटै सुरु भइयो यातना त। त्यहाँबाट अनि पछि चोक पनि जान्छ, हान्छ। यस्तो भन्दा त बरु मलाई सिधै गोली हानेर मार यार, म त कम्तीमा त्यो सुख त पाउँला। त्यो यातना सहन नसके रहेछ? यातना सहन नसक्ने किन उ गर्छौ नि भन्ने भयो। त्यसको लगभग अब मलाई चाहिँ सोचेँ हप्ता दिन 9 दिन यस्तोमा चाहिँ अब उ गर्छ होला, हिरासतमाबाट चाहिँ मलाई चाहिँ जेल हाल्छ होला भन्ने मेरो त्यो सोच भयो। त्यसपछि करिब लगभग 1 महिना भइयो त्यो उ भएन। 1 महिना त्यही खाल्टामै, एउटै खाल्टामा छु। त्यहाँबाट 2 महिना भइयो त्यही खाल्टामा छु। त्यसपछि 3 महिना पुग्नलाई 3 दिन बाँकी थियो। हजुर। 90 दिन हुनलाई 3 दिन बाँकी थियो। त्यही मातृका भन्ने मान्छेले के गर्यो भन्दाखेरि फेरि आफ्नै चाहिँ शान्ति सिमानाको चाहिँ बारेमा चाहिँ तिनीहरूको झगडा रहेछ आफ्नै गाउँका मान्छेसँग। त्यसपछि त्यो मुसड भन्थ्यो, त्यो के मुसड हो त्यो त मरिहाल्यो। पछि त्यो चोरबा ब्यारेकदेखि ओडतिर चाहिँ मिर्चिया बजार भन्ने छ, त्यहाँ एउटा ठुलो फिल्म हल छ। हजुर। त्यो मुसडले चाहिँ विवाह गरेको 14 दिन भएर छ। पछि त्यो शान्ति सिमानाको चाहिँ विषयमा चाहिँ हो भन्न चाहिँ त्यो मुसडको श्रीमतीले पछि भन्थ्यो।